सानो उयोहरू हुन्छ नि अब हाम्रो भिडियो नहेरी भात खाँदैन अरे हो अब अहिले हामी सब्जी भइरहेको द्याट्स ट्रु त्यो सही कुरा हो होइन यो भक्ति भाइको चाहिँ अमित सुब्बाको चाहिँ के मलाई के लाग्छ भने नि ऊ चाहिँ नि साँगार माथाको टुप्पोमा पुग्यो भने उसले आवाज चाहिँ नि फेदकै दिन्छ क्या यो चाहिँ मलाई सेटिस लाग्छ अब मैले यतिसम्म पुरा गेस गरेर हेरेको उसले अरूले टेन्ट गर्ला तर उसले म गरेको भिडियोहरू मैले हेर्छु क्या एक्सपिरियन्स जस्तो अब म यहाँ आएँ म यहाँ सुट गर्नु सक्दिनँ नि त बाबा म सक्दिनँ म मेरो एउटा उयो नै भनौँ भने पनि म क्यामेरा फेस गर्न सक्दिनँ नि म क्यामेरा फेस गर्न सक्दैन तर उसकोमा त्यो चाहिँ क्षमता रहेछ मैले हेरेँ मैले बुझेँ त्यो क्वालिटी हो नि मलाई चाहिँ यस्तो लाग्छ कि तिमीले चाहिँ जुन एउटा नाम तिमीलाई पसन्द गर जुन एउटा पात्र दिन्छ यो गर क्वालिटी चाहिँ मैले त्यो भन्दा ज्यादै तिमीले गर्छौ है बाघ भन्छ र बाघ भन्छ बाघले त उयो बाख्रा त ब्याउँदैन म पनि हाउडे म पनि हाउडे बाघ भन्छ बाघले त उयो बाख्रा त ब्याउँदैन म पनि हाउडे म पनि हाउडे खुसी लाग्यो तिमीसँग भेट हामी जाने अब हो यसै भेटघाट हुँदै रहोस् होइन भक्ति भाइसँग प्रेजेन्टेसन हो नि त हामी जिउनु पर्ने त होइन भक्ति भाइ भोलि कसो हो भोलि कसले दिएको छ भोलि त कसले भगवानले मतलब रिइन्कार्नेसन सुन्यौ रिइन्कार्नेसन जुन छ नि हिजोसम्म त्यो जुन ब्यान्ड सुन्यौ तिनीहरू डेस्ट्रोय भएको अलग अलग भएर पछि त्यस्तो चाहिँ नहोस् राइजिङ बोइज चाहिँ राइजिङ बोइज चाहिँ बरकरार रहोस् सधैँ हामीलाई यसरी हँसाइरहोस् उसको त अरूसँग तुलना गर्नु हुँदैन भाइ तिमी खुट्टाले कहाँ हो तिम्रो ट्यालेन्ट हो नि होइन तिम्रो स्किल हो नि अब फर्किन्छ तिम्रो स्किल हो ल भक्ति एउटा राम्रो एउटा फोटो खिच्नु होला सबैले खिचेको चल लाग्यो